गुड मर्निङ एभ्रिबडी। म अफिस आइपुगेँ। फेरि पनि म तपाईँहरूको अगाडि एउटा सानो भिडियो लिएर आएको छु। अफिस आएर हो, डेली नै अफिस आएरै दिन्छु भिडियो चाहिँ होइन। अन्त तपाईँहरू ठिकै हुनुहुन्छ होला है। म चाहिँ एकदमै सन्चो सुबिस्तै छु। तपाईँहरू सबैजनालाई गुड मर्निङ हो। अन्त म चाहिँ यहाँनिर आफ्नो सेक्सन चेक गर्नु आएको क्या, ठिक छ कि छैन भनेर हो। अहिले कस्टमरहरू आउँछ, भरे बिग्रिरहेको छ भनेदेखि ठिक हुँदैन है। मेरो चाहिँ डाइनिङको सेक्सन हो, अन्त त्यसले गर्दाखेरि आफ्नो सेक्सन हेर्नु आएको छु यहाँनिर। अन्त अलिअलि यो प्राइस ट्यागहरू मिलाउँदैछु। तपाईँहरूको के कसो छ खबर, मलाई खबर जानकारी दिनुहोस् कमेन्ट गरेर। तपाईँहरूकोतिर मौसम के कसो छ? यहाँ चाहिँ भयङ्कर गरम छ हो, गरम छ, पानी पर्दैन। पर्ला जस्तो चाहिँ हुन्छ तर पर्नु सक्दैन पानी। के भएर हो कसो भएर हो मलाई थाहा छैन त्यो चाहिँ हो। अब सायद रुखपातहरू नभएर होला है। अब कसले लगाइदिने रुखपात? मुखले भन्नु मात्रै सजिलो छ है, रुखपात लगाउनु पर्छ भन्नु, तर कसैले लाउने चाहिँ होइन। म पनि त्यही हो, सबैजनै त्यही हो है। मुखले भन्नु त सुबिस्ता नि, रुखपात काटेर रुखपात यो गरेर त्यो गरेर भन्यो, लाउने चाहिँ कोही होइन हो। त्यस्तै हो जिन्दगानी। दर्पण छाया रहेछ। अन्त छैन पानी पर्नु त छँदै छैन। अब कति दिन भइसकिसक्यो हो। अन्त तपाईँहरूको के कसो जानकारी छ? अब बोलेको जस्तो भयो त्यो चाहिँ के बोल्यो। अब त्यही त हो भिडियो बनाउनु भनेको है। अब सधैँ सधैँ त गफ त के गफ गर्न, त्यस्तो टपिक पनि छैन, कन्टेन्टहरू पनि खासै केही पनि छैन हो। अन्त हैरान भएँ म, हैरान लगातार भएँ। तपाईँहरू ठिकै हुनुहुन्छ होला है। कमेन्ट गरेर भन्नुहोस् तपाईँहरूको के विचार, म मलाई कमेन्ट गरेर जानकारी दिनुहोस्। तपाईँहरूले कमेन्ट गर्नुहुन्न हो, मलाई रिस उठ्छ त्यसरी कमेन्ट गरेन भने हो। कमेन्ट गरेर भन्नुहोस् तपाईँहरूको के कसो विचार छ, के कसो जिन्दगानी बित्दैछ है। कमेन्ट गरेर भन्नुहोस्। मैले यस्तो दुःख गरी अफिस आएर तपाईँहरूको लागि भिडियो बनाउँछु, तर तपाईँहरूले कमेन्ट नगरिदिँदाखेरि मलाई दुःख लाग्छ हो। त्यसले गर्दाखेरि कमेन्ट गरेर भन्नुहोस् के कसो छ कसो हो ल। त्यति भन्दै म आजको भिडियोलाई समाप्ति गर्छु। बाई, टेक केयर।